Hi beautiful people, Kamrimo, namaste, welcome back to my new video. Hope everyone is doing great. हामी पनि ठिकै छ भन्नु पनि सक्दैन, ठिक छैन भन्नु पनि सक्दैन है। बिमार पनि छ, ठिकै पनि छ। यो पछि आउने चाहिँ साह्रो बिमार छ तर अस्तिदेखिको हाम्रो बेहुलीको दिदी आज चाहिँ पुनम र एकछिन अहिले बनाउँछु ल। घाँटी दुखेर मार्गी लागेर साह्रो भइसक्यो हामी। आज चाहिँ म चाहिँ पुनमसँग गएको सिलगढी। घरमा बस्दै छैन, बिमार हुँदै भए पनि डुल्ली चाहिँ राखेको। नर्मेट र सुनाङ चाहिँ हस्पिटल गएको किनकि सुनाङ अस्तिदेखि नै बिमार छ, जाती भएको छैन त्यो चाहिँ हो। हामी सबैजनासँगै जाँदैछ। उता लाउँदैछ सुनाङ हाम्रो बिमारी मान्छे। गफ चाहिँ गर्नु छोड्दैन नि फेरि बिमार भए पनि बोल्दै चाहिँ हिँड्छ। यो चाहिँ पुनमको भारी, नर्मेट पनि पुनमकै भारी बोकिरहेको छ। म चाहिँ खाली हिँडिरहेको छु आज। के भयो अरे ल म कुचिन्छु नि त ब्याग फैलन साँच्चीमा। गाडी पनि छ कि छैन। हाम्रो गाउँको गाडी चाहिँ यति छिटो जान्छ कि हामीले कहिले गाडी पाउँदैन। हामी ढिलो हो कि गाडी छिटो? हामी ढिलो हो कि गाडी छिटो गएको? यो चाहिँ कुन यहाँ बसिहाल्यो नि, एकछिन हिँडेको हेर न, बिसाइहाल्यो। भारी बोकेर बल्ल पनि छ र भारी बोकेर बल्ल कुनी आइपुगिसक्यो। गाडी एउटा छैन, पाल्नु सक्छ कि? गाडी नपाउँदा कस्तो लागिरहेछ? अनि अब कस्तो लाग्छ? दिदी बिमार हुनुहुन्छ? गाडी नपाएर लास्टमा घरतिरै म त बिहान 7 बजी निस्केको घरबाट। ढिलो गरेदेखि आयो। 1 नम्बर भाइको गाडी छँदैछ भनेर यहाँ घरको गाडी छँदैछ भनेर घरको गाडी छ र पनि यत्रो भारी बोकेर निस्किन्छ। घरको गाडीमा त फ्रीमा सिलगढी पुऱ्याइदे न, दामी भिडियो बनाइदिन्छु। घरको गाडी भनेर नि अरू गाडी भन्दा ज्यादा भाडा पसेर राख्दैन। तेल हाल्नु 1000 खानु 1000 लगाउनु लगाइहाल्छ। 60 रुपियाँमा पुग्ने बेला 120 को 1000 हो नि याद राख। मरी यही बाटो उकालो चढेको, यही बाटो ओह्रालो चढ्नु पर्छ। फाइनली गाडी चाहिँ लास्टमा अघि गाडी भनिदिने सड्को भइ जाँदैछ। अनि यसकै गाडी हुन्छ हामी जान्छ। सफा पनि हुन्छ यसको गाडी। गाउँघरको मान्छेहरू कहीँ जान्छ त्यही सस्तो पनि लिन्छ। 24 आवर्स गइदिन्छ पनि, अभाइलेबल हुन्छ। यो गाडी पनि सफा थालिहाल्छ। कम्ती पैसा माग्यो भने पनि बेसी दिउ लाग्ने खालको सर्भिसेसको दामी छ गाडीमा पेसेन्जरलाई। अभाइलेबल। दिदी चाहिँ बिमार भयो यहाँ भेना लगाइदिन्छ ल भेनाले। तपाईँको बाइकको सम्झना आयो। म बिमार हुँदै भएको छुइनँ। यो हेर हुन्छ। हामी चाहिँ फिलहाल कालिम्पोङ आइपुग्यो, सरोजकै गाडीमा आयो हो। अन्त चाहिँ अहिले चाहिँ पुनमले चाहिँ उसको आमाकोबाट सब्जीहरू लाँदैछ। होस् भन्दै सबै उठाइ त सक्यो। अन्त इस्कुस अरे के भयो, आलु ब्रोकली मेथीहरू ऊपर बत्तीमा गफ आफ्नै गफमा गइरहेछ। धनिया नछोड्नु आज क्या हो।
यहाँनिर चाहिँ यो 10 माइलमा अनिउले सब्जी बेच्छ फ्रेस फ्रेस सब्जी आउँछ एकदम यहाँनिर चाहिँ हेरिहाल्नुहोस् अब चाहिँ हामी सिलगढी जाने कालिम्पोङमा चाहिँ केही काम छैन त्यही भएर चाहिँ डाइरेक्ट ढिलो पुग्छ होला ट्राफिक पुरा रहेछ आज बुधबार भएर मलाई कि त्यही कारण ट्राफिक बाई बाई भन्दैन अन्त जो हामी चाहिँ अब के भन्छ कालिम्पोङको स्ट्यान्ड गएको के कहिले हामी चाहिँ कहाँ गएको अरे अब खाजा खानु गएको मान्छेहरू फाइनली गाडी पनि पायो बस पनि 2 र 3 कस्तो अचम्मको सिट पायो यो सिट चाहिँ मलाई मन पर्थ्यो खाजा यहाँ बसिदिन्छ कि बसिन बनाउँछ कि हावाले हो त हावाले त्यसै बिमार हुन्छ कस्तो लाग्यो पुरा मान्छे कस्तो भइरहेको दबाई खानु पर्छ कालिम्पोङमा चाहिँ आज यस्तो जाम रहेछ कि कहिले पुग्ने होला हामी हाम्रो हालत त्यस्तो भयो म त मफलर खोलिदिइहालेँ पुरा गरम यसले चाहिँ यतिकै लाग्यो यसले चाहिँ स्वेटर हालेको छैन मफलर हालेको छ म चाहिँ स्वेटर हालिरहेको छु मफलर हालेको छुइनँ है केही किन्नु पनि पाएन दबाई पनि खानु पाएन र चाहिँ ट्याप्पै मुख पनि नबुझ्ने हुन्छ होला कुराहरू हामी भयो है स्वर पनि निस्किँदैन होला होइन स्टिल ट्राफिक त कहिले पुग्ने हो बाटोमा चाहिँ नहोस् है मन्दिर है के मन्दिर हुन्छ यहाँनिर चाहिँ एउटा फेमस मन्दिर छ ब्रिज पुरा मुख खल्लो भयो हामीले पिरो झ्यालमुरी भयो हामी चाहिँ फिलहाल चेक पोस्ट क्रस भयो अहिले चाहिँ हामीले सिट चेन्ज गरेछ पुनः छेउमा गएको छ यस्तो साह्रो परिसक्यो नि बन्द भएर चाहिँ नि के गर्नु हावाले खराब भइसक्यो कहिले पुग्छ भइसक्यो है अस्ति जब खोल्दैमा थियो कति छिटो बनाउँछ फाइनली रिच जङ्सन हाउ यु फिल कहिले रुम गएर यो सब खोलेर गरम है सिलगढी त गरम रहेछ है मार्गी लागेको बेला धुलो त्यतिकै कसले कस्तो कति अरे सामान हाम्रो सामान मेरो प्यान्ट गन्दा भयो फेमस जस्तो फाइनली ऱ्यापिडो बुक गरेको थियो अनि आइपुग्नु भइसक्यो घिनलाग्दो बाटो नानीहरू लिएर महिला तरै कुदाल्यो होला यही हो कस्तो टाइमिङ ट्रेन आउनु लाग्दैछ त यहाँनिर ट्रेनको लागि स्टप भइरहेछ तर मान्छेहरू चाहिँ यस्तो हिँडिरहेछ डर पनि नलागेको है ट्रेन चाहिँ आउन आँटेछ
हामी चाहिँ फाइनली सिटी सेन्टर क्रस हुँदैछ। रिच एन्ड भ्यू 2 नम्बर गेट कस्तो अनुभव हुँदैछ? यो चाहिँ पुनम कलेज जाने बाटो हो नि। यहाँबाट चाहिँ यसको एन्ट्रेन्स। यो चाहिँ सबै स्टुडेन्टहरू होला। यो चाहिँ यता चाहिँ क्याम्पसहरू आइसला म उनीहरू फोटो खिच्छु ल। त्यहाँ त हल्का रहेछ है अगाडि रोजहरू पनि फुलिरहेको रहेछ। हामी अफिसमा त तिन कुरा हुन्छ यहाँ बिल्डिङ छ नि त्यहाँ त्यहाँ हुन्छ जति पनि अफिसमा कुराहरू हाम्रो स्कलर्सहरू सबै त्यहाँ यहाँनिर चाहिँ प्ले ग्राउन्ड पनि रहेछ नानीहरूको लागि होला। ठुलोहरू पनि रहेछ तर एनजिओको गाडी ड्युटीको गाडी चाहिँ 24 आवर्स घुम्नु रहेछ। अर्को गाडी छ अहिले 24 आवर्स घुम्दैछ डल्लै क्याम्पस कहाँ त्यो रुम अब? जी भाइ यहाँ नि थाइमा त एकै खानु सक्छ तँ चाहिँ दुईजनाले पनि खानु सक्दैन। कत्रो अरे फाइनली यसको रुम आइपुग्यो। बल्ल बल्ल अब घान दोकान मालिकै हो नि त यो दोकान के पनि भन्दैन होइन। फाइनली हामी पुनमको रुम पुग्यो। हात चाहिँ एकदम खाली छैन, यसको पनि खाली छैन। यसको रुम चाहिँ माथि अरे फेरि यत्रो भारी बोकेर चाहिँ उकालो जानुपर्छ। हामी कम्ती गरौँ पनि छैन फेरि साला हालत खराब बुइ भुत जस्तो भएछु म त। है साइलेन्समा छ यहाँ चाहिँ मेरो रुम हामी चाहिँ रुमको बाहिर आइपुग्यो हो। केएफसीबाट चाबी भक्कु केएफसी खाएर चाबी दिइपठाएछ लकर। यसको रुम सफै छ त नि त। जुठो नधोक हेर्नु कुन जुनीदेखि तैँले नधोक किचन चाहिँ यस्तो रहेछ यसको। भन्न कुन जुनीदेखि तैँले जुठो नधोको नभ्याएको हो। हेर हेर पानी पनि छैन रहेछ बोजूको। ए आइडले हिँड्छ पुरा थाके। छेउमा त खिड्की खुलाइराखेको जस्तो लाग्छ। खिड्की खुलाएर त पनि सिधै ग्यास चाहिँ कहाँबाट ल्याएछ घरबाट? चाहिँ आउनु बित्तिकै यसको कसैले खोदाल्नु थालिहाल्यो होइन। ब्याग खोदाल्नु थालेको मात्रै हेर यसले फाङफुङ पास भेट्न अझै माथिबाट। के हो यो चाहिँ मासु भुजाहरू 1 by 1 पापड। ओए मसला पापड बनाएर खानुपर्छ। आज मेरो आमा घरमा हुनुहुन्थेन हो। अनि आमाको बदली मटिने खानेकुराहरू यो पापड भयो, यो प्यान्टा भयो, अझै पनि छ। ए यो पनि छ रहेछ पापड। बिस्किट लाएको झुरा झुरा भएछ। भुजा वान अफ माई फेभरेट इज के खोकिहाल्नु पऱ्यो। आम्बो जुलापी आउँछ सामान ल्याएर वाउ खानु मन पऱ्यो मलाई। एकछिनमै अनि अर्को चाहिँ म तिमीले के हाल्नु भएछ भने चाहिँ ओइ लुगामा लागेन गुलियो चामल फुटेछ यो पनि। यो अघि ढ्याक राखेको थियो त्यो त अर्को राखे त। अर्को चाहिँ के छ त्यो चामल कालो झोल हो त। ए यहाँ छ कालो झोल होइन त्यो होइन। ए खै त्यो सब्जी पनि देखाउँछु 5 केजी छ यहाँ अझै पनि छ। 5 यत्रो आटा मलाई बोकाएकै यसले आमा 10 केजी 5 केजी चामल सबै भारी मैले बोक्नेको। यो चाहिँ सब्जीहरू यो ब्रोकोली यो के भन्छ यसले
तोरी च्याउ प्याज। ए खै च्याउ च्याउ अदुवा मटर आलु के घरबाट यति बोकिनेको अहिले भरेतिर आज ऱ्यापिडोको कथा पनि हाल्दैछ मिसनरी फ्लिपकार्ट हेर्नु होला सबैजनाले ल हामी चाहिँ रुम आएर पनि अब पुनमले चाहिँ सबै लुगा सुगा सबै अनबक्सिङ गरिसक्यो यसले घरको सामानहरू स्टिल अहिले यो मिलाइरहेको छ लुगाहरू यहाँनिर सो होप यु गाइस इन्जोय वाचिङ दिस भिडियो एन्ड सी यु इन द नेक्स्ट भिडियो बाई बाई टेक केयर बाई बाई भन्न पुनम बाई मेरो स्वर त अझै झन् खराब हुँदै 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 जाँदैछ मेरो सुन्दैछ बाई बाई सी यु इन द नेक्स्ट भिडियो